सम्माननीय सभामुख महोदय, पूर्व भौतिक मन्त्री तथा 5 थरका माननीय वसन्त कुमार नेम्बाङले निरन्तर पहलमा 2075 सालमा ठेका प्रक्रिया सम्पन्न भई शिलान्यास गरेको राखे रवि भेरटा सडकको कालोपत्री कार्य अत्यन्तै सुस्त गतिमा भइरहेको छ। यसले 5 थर, इलाम, धनकुटा र मोरङ जिल्लालाई सञ्जालमा जोड्ने महत्त्व राख्दछ। त्यस्तै 5 थर जिल्लाको गौरवको विषय बन्न सक्ने फिदिम रङ्गशाला 2077 सालमा शिलान्यास भएको तर अहिलेसम्म पनि पूर्णता प्राप्त गर्न सकेको छैन। त्यसले जिल्लाको खेलकुद विकास र युवाको ऊर्जाशील समयको सदुपयोग हुने भन्ने ठानिएको छ र अन्तिममा बाढीले फेमे खोलाको पक्की पुल बगाएपछि अहिले पनि अवस्था उस्तै छ। यसको यथाशीघ्र बन्ने काम भएन भने फालुङ गाउँपालिका र फिदिम नगरपालिका अन्तर्गतका 3 वडाले बर्खामा थप कष्ट भोग्ने देखिएको छ। यी सम्पूर्ण विषयमा सम्बन्धित निकायको ध्यान आकृष्ट गर्दै तत्काल समस्याको समाधानको निम्ति म पहल कदमी गर्न चाहन्छु। धन्यवाद। ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।